नर्थ एबिसी ट्रेक नेपालको सबैभन्दा मनमोहक र रोमाञ्चक ट्रेकिङ मार्गहरूमध्ये एक। यो ट्रेक हिमालयको मुटुसम्मको यात्रा हो, जहाँ हरेक पाइलाले प्रकृतिसँगको नजिकको सम्बन्ध झल्काउँछ। बाटो सुरु हुन्छ मृष्टि खोलाको किनार र हरिया जङ्गलहरू हुँदै। बाटोमा भेटिन्छन् ढुङ्गामाटाका पुरानो गोरेटा झरनाहरू, स्वच्छ खोला र काठका पुलहरू, जसले यात्रालाई अझै जादुमय बनाउँछन्। नर्थ एबिसी ट्रेकको अन्तिम गन्तव्य पाँचकुण्ड ताल, जहाँ निलो आकाश र हिमालहरूको प्रतिबिम्बले यात्राको अन्त्यलाई पवित्र र अविस्मरणीय बनाउँछ। पहिलो दिन तातो पानीबाट यात्रा सुरु हुन्छ। गन्तव्य हुमखोला। सुरुमा सबै ठिक, हरियाली र ताजा हावा, तर बाटोमा पस्यो कि जिपको हल्लाइले नै बताइदिन्छ यो यात्रा सहज छैन। ड्राइभरको अनुहारमा ध्यान थियो भने स्टियरिङमा मजबुत हात। ढुङ्गामाटाका साँघुरा बाटा, माथिबाट झर्ने धुलो, तल गहिरो खोज, एकातिर ठुला ढुङ्गा, अर्कोतिर सिधा भिर। तल हेर्दा त सास नै अड्किन्छ, तर यही बीच देखिन्छ वरपर फैलिएको सुन्दर दृश्य, पहाड, खोला र टाढा चम्किरहेको हिमाल। केही समयमा हामी हुमखोला पुग्छौँ र त्यहाँबाट सुरु हुन्छ हाम्रो पैदल यात्रा। सुरुमा बाटो सिधा र खुला, साथै वरिपर सुनिने चराहरूको मिठो धुन र बगेको खोलाको आवाज। भर्खरै चाहिँ हामी हुमखोलाबाट अब नर्थ एबिसी ट्रेकको लागि चाहिँ हिँडियो। आज चाहिँ कहाँ गएर बसिन्छ थाहा छैन, जहाँ पुगिन्छ त्यही गएर बसिन्छ। पर्सनल टेन्ट छ हामीसँग। यात्रीहरू बिस्तारै अघि बढ्छन्, अनुहारमा थकाइ भए पनि आँखामा नयाँ रोमाञ्च झल्किएको हुन्छ। बाटो उकाली ओह्राली हुँदै अघि बढेको थियो, साथै बाटोमा खोला पार गर्न बनाइएका ससाना काठका पुलहरू थिए। मोड पार गर्दै हामी वरिपरै फैलिएको हरिया वन, टाढा देखिने हिमालको झल्को र झरनाका आवाज बीच अघि बढ्छौँ र लामो हिँडाइपछि हामी पुग्छौँ शान्ति खर्क, आजको हाम्रो गन्तव्य। भर्खरै चाहिँ बिहान 6 बजिसकेको छ। हामी चाहिँ नर्थ एबिसी बेस क्याम्पबाट चाहिँ लागिपरेका छौँ। हाम्रो आउँदाखेरि नै एउटा दामी पुल छ, यहाँबाट चाहिँ हाम्रो यात्रा हुन्छ टुवार्ड्स द नर्थ अन्नपूर्ण। ल गाइज, डे 2 है यो आज चाहिँ। दोस्रो दिन बिहानी झिसमिसे उज्यालोमा हामीले यात्रा सुरु गर्छौँ। यात्राको सुरुवात हुन्छ पुलमुनि बगिरहेको नदीको सुमधुर आवाज अनि वरिपरि हरियाली सजिएको दृश्य, साँच्ची नै मनमोहक। नदीको किनारै किनार बनेको बाटो, जहाँ हिँड्दा पनि नदीको आवाज कानमा घन्किन्छ। बाटोमा भेटिन्छन् अन्य यात्रीहरू, सबैजना एउटै गन्तव्यतर्फ, पाँचकुण्ड तालको दिशामा। अघि पछि देखिन्छन् रङ्गीन साइनबोर्ड जसले बाटो देखाउँछन्। टाढाबाट देखिन्छ चम्किरहेको हिमालहरू, सेतो बादल र निलो आकाशले सजिएको त्यो दृश्य साँच्चीकै अद्भुत छ। भर्खरै चाहिँ उज्यालो पनि हुँदै गएको छ। अब हाम्रो गन्तव्य पनि अब केही छिनमा आउँछ। साइडमा टक्क खोला, उकाली ओह्राली गर्दै गरेको बाटो, अगाडि साथीहरू, एकदम रमाइलो भइरहेको छ यात्रा चाहिँ। अब बाटो अझै उकालो हुँदै जान्छ। यात्रा कठिन छ, तर हरेक मोडमा प्रकृतिको उपहार छ। चिसो हावा, माथिबाट खसिरहेको झरना र कहिलेकाहीँ जङ्गलबाट सुनिने चराहरूको मधुर स्वर। यहाँ चाहिँ स्काई केभ भनेर लेखिएको रहेछ। यो 500 मिटर छ। अगाडि चाहिँ होइन जस्तो लाग्छ, सायद माथिकोलाई होला। उस्ताङतिर चाहिँ यस्तो हामीले इनफ देखिन्छ। यहाँ पनि रहेछ स्काई केभ। थप केही समयपछि हामी आइपुग्छौँ भुस्खेत मेला। मनमा उत्साह बढ्छ, अब हाम्रो गन्तव्य टाढा छैन। पछाडि देखिएको चाहिँ भुस्खेत मेला भन्ने ठाउँ। त्यो ठाउँलाई चाहिँ छोडेर हाम्रो यात्रा चाहिँ अब अगाडि बढ्दैछ। हेर्सी कहाँसम्म पुगिन्छ। हामीले ब्याग स्याग सब त्यहीँ छोडेर आएको। बेलुका सके त्यहाँसम्म, नसके त्यहाँसम्म, सके त्यहाँ भन्दा नि अझै तल पुग्ने भनेको। हेरौँ कति बेला पुगिन्छ, कति बेला झरिन्छ। भुस्खेत मेलापछि बाटो अझै रमाइलो हुन्छ। यो बाटो कहिले समतल, कहिले उकालो ओह्राली, तर हरेक पाइला नयाँ अनुभव।
बाटोमा हिँड्दै गरेका अन्य यात्रुहरू देखिन्छन्। सबैजना एउटै गन्तव्यमा लेखिएको देखिन्छ, ABC 3 घण्टा। यी सासाना चिन्हहरूले हामीलाई बाटो बताउँदै अघि बढाउँछन्। यात्रा कठिन छ, तर हरेक मोडमा नयाँ सौन्दर्य देखिन्छ। ससाना खहरे खोला, सेता हिमाल, नदी, बादल आदि निहाल्दै यात्रा अघि बढिरहेको थियो। ठ्याक्कै भन्नुपर्दा अहिले चाहिँ हामी सुन खोलामा आइपुगेका छौँ। सुन खोला माथि टापको हिमाल देखिरहेको छ। यो चाहिँ खोला, उतापट्टि ठुलो खोला छ। यी बाटाहरू कहिलेकाहीँ कठोर, कहिले सजिला, ठ्याक्कै जीवन जस्तै। जहाँ थकाइ लाग्छ त्यही सुन्दरताको अर्थ बुझिन्छ। जहाँ कठिनाइ भेटिन्छन् यहाँ आत्मबल जन्मिन्छ र अनन्त 5 कुण्ड ताल देखिन्छ। तालको पानी पारदर्शी, वरिपरि सेता हिमालले घेरिएको र माथि देखिने निलो आकाश। यो दृश्य हेर्दा साँच्चीकै लाग्छ सबै थकाइ, सबै कठिनाइको मूल्य यही नै थियो। म चाहिँ अहिले ठ्याक्कै पञ्चकुण्डमा छु। समुद्री सतहबाट 4190 मिटरमा रहेको यो ताल अहिले चिसोले गर्दाखेरि जमिसकेको छ। देख्न सक्नुहुन्छ पहाड तालको माथि पुरै हिमालहरू छन्। सर 360 डिग्रीमा हामी चाहिँ हिमालले घेरिएको हुन्छ। 5 कुण्ड तालको किनारमा बस्दा लाग्छ हामी यहाँ कुनै चमत्कार खोज्न आएका होइनौँ, बरु आफूभित्रको मौनतालाई सुन्न आएका हौँ। यो तालले हामीलाई सिकाउँछ शान्ति बाहिर होइन, हामीभित्रै बगिरहेको छ। पानी चाहिँ 5 कुण्डसम्मको यात्रा यो केवल पाइलाहरूको कथा होइन, यो मनको रूपान्तरण हो। थकाइ, मौनता र सौन्दर्य यी सबै बनेर मिल्छ अनुभूतिको यात्रा। यहाँ आइपुग्दा शरीर थाक्छ तर आत्मा जाग्छ र यी नै हो यस यात्राको साँचो अर्थ। धन्यवाद।